नयाँ साल फेरिए जस्तै हजुरहरूको हाल पनि फेरियोस्। नकारात्मक सोचहरू हटेर जाउन्, मनमा सकारात्मक सोचले बास गरून्। यो सालमा पुरा नभएका अधुरा सपनाहरू आउने सालमा पुरा हुन्। सुख अनि समृद्धिको लाखौँ लाख शुभकामना। नमस्कार, म सञ्जोग राज सापकोटा। निकै लामो समयको अन्तरालपछि म पुनः नयाँ भिडियोको साथ उपस्थित भएको छु। प्रकृतिको घुम्टोभित्र सजिएको राष्ट्र नेपालको सुन्दर राजधानीबाट केही माथि पुगी हामी आउँदैछौँ। हाम्रो पवित्र नदी बागमतीको शिर धाप जलाशय परिक्रमा आज हामी लाउनेछौँ। यो हो समुद्री सतहबाट 1400 मिटर उचाइमा रहेको सुन्दर सहर नेपालकै राजधानी काठमाडौँ उपत्यका। आजको यात्राको लागि हामी यहाँबाटै तयार भएका छौँ। आज हामी काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 1 मा अवस्थित धाप ड्यामतर्फ जानेछौँ। यस स्थल समुद्र सतहबाट 2090 मिटरको उचाइमा अवस्थित रहेको छ। अब हामी लाग्दैछौँ धाप ड्यामतर्फको यात्रामा। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सहयोग र प्रतिक्रिया दिई माया दर्शाइदिनुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्न भने नबिर्सिनुहोला। आजको हाम्रो बस यात्रा काठमाडौँको सुन्दरादेखि सुरु हुँदैछ। सुन्दरादेखि रातोपुल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, गोकर्ण हुँदै सुन्दरी जलसम्म हामी बसमा यात्रा गर्दैछौँ। आज मौसमले भने साथ दिएको छैन। मजाले पानी परिरहेको छ। हामी कामना गर्छौँ कि यो पानी सुन्दरी जलसम्म पुग्दाखेरि रोकियोस्। हामी अहिले सुन्दरी जलको बसमा आइपुगेका छौँ। अब हामी केही समय खाजा खान्छौँ र हाम्रो पैदल यात्रालाई अगाडि बढाउनेछौँ। हेलो, गुड मर्निङ फ्रम सुन्दरी जल। आज चाहिँ हामी सुन्दरी जलमा आइपुगेका छौँ। यो चाहिँ सुन्दरी जलको सानो बजार हो। यो उकालो रुट हुँदै हामी चाहिँ शिवपुरी नेसनल पार्कमा रहेको मानव निर्मित धाप ड्याम जाँदैछौँ। टक्क घरबाट हिँड्दाखेरि चाहिँ घाम लागेको थियो। यहाँ आउँदा आउँदै पानी पऱ्यो होइन। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। यो राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्नको लागि चाहिँ आन्तरिक पर्यटकलाई 100 को टिकट लाग्ने रहेछ। थप विवरण यस बोर्डमा छ। हामीले त्यसै गरी 2 जनाका लागि 2टा टिकट काटेर हामी अगाडि बढ्दैछौँ। ए, तपाईँ यतैको स्थानीय हो? तपाईँ कुन ठाउँ, चिसापानीबाट कि मखर? पानी परेर हिँडेसम्म मात्र 2 घन्टा पुग्छ। हजुर, त्यो बेलामा भएन भने गयो हजुर हजुर। त हावापानी सब कुरा मिल्नु पर्यो, तापक्रम सबै मिल्नु पर्यो फुल खेल्ने बेलामा चाहिँ। यो प्रवेशद्वारभित्र छिरिसकेपछि चाहिँ हाम्रो ब्यागमा के कस्ता सामानहरू छन् भन्दै सैनिकद्वारा चेकिङ हुँदो रहेछ। टिकट चेकिङ हुँदो रहेछ। यहाँभित्र चाहिँ सुर्तीजन्य पदार्थहरू, लागुजन्य पदार्थहरू, साउन्ड सिस्टमहरू लान पाइँदो रहेछ। हाम्रो पनि साउन्ड सिस्टम चाहिँ यहाँ नै राखिएको थियो। यो बाटोबाट सिधा अगाडि गयो भने चाहिँ सुन्दरी माई मन्दिरतिर गइन्छ र देब्रेतिरबाट लाग्यो भने चाहिँ हामी धाप ड्यामको बाटो जान्छौँ। पहिला हामी सुन्दरी माईको दर्शन गरेर अनि बल्ल हामी धाप ड्यामको यात्रा तय गर्नेछौँ। यो चाहिँ सुन्दरी माई मन्दिर परिसर हो। यो तल देखिएको बागमती खोला हो। बर्खायाममा चाहिँ यो असाध्यै ठुलो हुन्छ। अहिले चाहिँ सानो बगिरहेको छ। अब हामीले यस मन्दिरलाई दर्शन गरिसके पश्चात
हामी अब थाप ड्यामको बाटोतर्फ लाग्दैछौँ। ल गाइज हामी जाँदैछौँ। हामी चाहिँ एकनाथले म्युजिक बजाएर डुङडुङ आइरहेको थियौँ। कहाँको मुल्ला यार आर्मी दाइले खोरिदिए। कति मिठो गीत सुन्न हिँडेको त भाइ यार। उफर चित्यो उ भन्छ यार। ल गाइज गुड मर्निङ फ्रम कुन ठाउँ हो यो चाहिँ थाहा भएन होइन, तर यो अगाडि देखेको चाहिँ काठमाडौँ भ्याली हो। यहाँबाट चाहिँ धाप ड्याम 18 किलोमिटर रहेको छ। यो रुट हुँदै हामी धाप ड्यामतिर जान्छौँ। यो ड्याम जाने बाटो यतै हो बाजे, यताबाट हो यताबाट। बाटोमा स्थानीयसँग अब कति छ भनेर सोद्धाखेरि 5 मिनटपछि हिल टाइप 3टा भेटिन्छ भन्नुहुन्थ्यो बाजेले। रोडबाट तलतिर लाग्नुपर्छ भन्नुहुन्थ्यो। करिबन 15 मिनट 20 मिनटपछि चाहिँ हिल पाइप त भेट्यो, तर बाजेले भनेको बाटो चाहिँ भेट्टेन। हेर्नु गाइज, वान्स मोर प्लिज। गाइज बाटो छैन। हुँदा हुँदा हामीलाई बाजेले पनि चकमा दिनुभयो। बाटोको खोजी कार्य गर्दा गर्दै हामीले खोला भेटेका छौँ। सक्छ त कसैले। तपाईँको घर चाहिँ कता हो? रौतहट जिल्ला। रौतहट। तपाईँ काम गर्ने यतैतिर हो नि? गाउँतिर नि जानुहुन्छ भनेपछि? ए ल गाइज हामी चाहिँ आइसक्रिम खाँदैछौँ होइन। चिसा पानीसम्म पुग्नुहुन्छ? परिवार छ नि तपाईँको नि? ए नेपालमा एक शिकार आरक्षण ढोरपाटन संरक्षण क्षेत्र मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, अपिनाम्पा र गौरीशङ्कर अनि राष्ट्रिय निकुञ्ज चितवन, सेफोसकुण्डो, लाङटाङ, सगरमाथा, रारा, बर्दिया, मकालु, बरु, शिवपुरी, नागार्जुन, बाँके र खप्तर छन्, जसमध्ये आज हामी शिवपुरी नागार्जुनलाई छिचोल्दैछौँ। म यसो सोध्छु बेला बेला है, यो हिँड्दै जाँदाखेरि यो बाटो आफै हिँड्नु पछाडि हिँड्नु क्या, हामी अगाडि बाटो पछाडि, अनि यो रुखहरूमा टोक्ने कुरा यस्तो हुनु क्या, यस्तो 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 हामी नै खाइको हुन्छ मलाई। लमा के भइरहेको छ यो सपना त होइन, यही हो क्या सर्टकट बाटो? त्यही हो। ए
निकै कष्टकर यात्रापछि हामी अन्तिममा ढाब ड्याम आइपुगिसकेका छौँ। यो देखिएको ड्यामलाई नै ढाब ड्याम भनिन्छ। निकै कष्टकर यात्रा पश्चात हामी यहाँ आइपुग्न सफल भएका छौँ। यो अन्तरालमा हामी धेरै थाकेको र भोकाएका पनि छौँ। अब हामी केही समय माथि देखिएको घरमा बसेर खाजा खान्छौँ र बाँकी ढाब ड्यामलाई पूर्ण रूपमा चाहिँ हामी एकैछिनमा देखाउँछौँ। काठमाडौँ उपत्यकाको उत्तर पूर्वी चुचुरो शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानीमा रहेको ढाब जलाशय बागमती नदी बेसिङ परियोजनाको एक महत्त्वपूर्ण अङ्ग हो। ढाब बाँध नेपालको पहिलो कङ्क्रिट फेस रक भरिएको बाँध हो। यसको मुख्य उद्देश्य सुक्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन र नदीको पानीको गुणस्तर बढाउनु हो। 24 मिटर अग्लो 8,50,000 घनमिटर पानी समेटेर 158 रोपनी क्षेत्रफल ओगटेको ढाब जलाशयले मनसुनको पानी भण्डारण गर्दछ र सुक्खा मौसममा बागमती नदीमा पानी आपूर्ति गर्दछ। हजुरहरूलाई आजको अंश कस्तो लाग्यो? जस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन भने नबिर्सिनुहोला। आगामी दिनहरूमा पनि हामी यस्तै भिडियोहरू लिएर आउने नै छौँ। हाम्रो भिडियो आएको थाहा पाउनको लागि हाम्रो च्यानललाई भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला र नजिकै रहेको बेल आइकनलाई प्रेस गर्न नबिर्सिनुहोला। आजलाई भने म सञ्जोगराज सापकोटा बिदा हुन्छु। हस्त धन्यवाद। हजुरहरूको यो वर्ष सुखमय बितोस्, रमणीय बितोस्। नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।